घर बिक्री गर्न खोजिराख्नु भएको छ एउटा मान्छेलाई जिम्मा या 3-4 वटा दलालहरूलाई चाहिँ जिम्मा भनेर कन्फ्युज भइराख्नु भएको छ। आज हामी बुझ्नेछौँ ओपन लिस्टिङ र एक्सक्लुसिभ लिस्टिङको बारेमा। कुन मोडल हजुरको लागि ठिक हुन सक्छ? लेट्स फाइन्ड आउट। ओपन लिस्टिङ भनेको हजुरले हजुरको घर जग्गा चाहिँ धेरैवटा एजेन्टहरूलाई दिनुहुन्छ र जुन एजेन्टले पहिला हजुरको घर बिक्री गर्यो त्यसले चाहिँ कमिसन पाउँछ। यसका फाइदा र बेफाइदाहरू बारे बुझौँ है त। यसका फाइदाहरू धेरै एजेन्टहरूले काम गरिरहेका हुन्छन्, हजुरको घर जग्गा छिटो बिक्न सक्छ। र यसका बेफाइदाहरू मूल्य चाहिँ कन्ट्रोल हुँदैन, हजुरको धेरै एजेन्टहरूले चाहिँ फरक मूल्यहरू बताइराख्नु भएको हुन्छ भने घरको या जग्गाको इमेज चाहिँ कमजोर हुन जान्छ र ग्राहकहरू चाहिँ कन्फ्युज हुन सक्नुहुन्छ। र अब बुझौँ एक्सक्लुसिभ लिस्टिङ भनेको के हो। एक्सक्लुसिभ लिस्टिङ भनेको तपाईँले एउटा मात्र एजेन्ट, त्यो पनि रजिस्टर्ड रियल एस्टेट एजेन्टलाई चाहिँ आफ्नो घर या जग्गा चाहिँ बेच्नको लागि सुम्पिनुहुन्छ। त्यसमा चाहिँ हाम्रो कन्ट्र्याक्ट वर्क हुन्छ र यति महिनामा चाहिँ हजुरले यो लिस्टिङ कम्पनी या यो एजेन्टहरूलाई चाहिँ मेरो घर या जग्गा चाहिँ बिगाल्नु पर्यो भनेर चाहिँ एउटा कन्ट्र्याक्ट गर्नुहुन्छ। यसको फाइदाहरू प्रोफेसनल स्ट्र्याटेजी हुन्छ, मार्केटिङ स्ट्र्याटेजी र आफ्नो ब्रान्ड इमेज सधैँ एउटै भइरहेको हुन्छ। प्राइसिङ सधैँ फिक्स हुन्छ। भिडियो सुट, पेपर वर्क, फलोअप्सदेखि लिएर सबै कुरा चाहिँ रजिस्टर्ड एजेन्टहरूले चाहिँ ह्यान्डल गरिदिइराख्नुहुन्छ र क्लाइन्टहरूलाई चाहिँ यो घर या जग्गा चाहिँ जेन्युन हो भन्ने चाहिँ विश्वास हुन्छ। र यसका बेफाइदा या चुनौतीहरू चाहिँ हजुरले चाहिँ एउटै एजेन्टलाई चाहिँ ट्रस्ट गर्नुपर्ने हुनेछ भने त्यो एजेन्ट खराब परेमा चाहिँ हजुरको घर जग्गा नबिक्न सक्छ। त्यसैले चारकिला रियल एस्टेटसँग चाहिँ हजुरले एक्सक्लुसिभ लिस्टिङ गर्नुभयो भने हजुरको घर जग्गाको हामीले 98 पोइन्ट्स मार्केटिङ स्ट्र्याटेजी लगाएर चाहिँ मार्केटिङ गर्नेछौँ भने हजुरको ड्रोन फुटेज, घरको फोटोजहरू, भिडियोजहरूदेखि लिएर हजुरहरूलाई कस्तो बायर चाहिएको त्यही अनुसारको बायर हजुरलाई हामीले लिएर आउनेछौँ। हामी हजुरको घर सही मूल्यमा सही बायरलाई बेच्नेछौँ। यदि हजुरले आफ्नो घर सही तरिकाले राम्रो मूल्यमा बेच्न चाहनुहुन्छ भने एक्सक्लुसिभ लिस्टिङ इज द वे टु गो। तर राम्रो एजेन्टलाई चाहिँ विश्वास गर्नुहोला। त्यो भन्दै थ्याङ्क यू फर वाचिङ एन्ड सी यु इन द भिडियो। टेक केयर, बाई बाई। चारकिला रियल एस्टेट।